भाइ दाजुले छलफल गरिसकेपछि अयोध्याको दरबारमा पुत्रश्री एक गर्दा भनेर छलफल गरेर हस्तक्षेप असाध्यै खुसी मन गरिकन दशरथ महाराजाले पुत्रश्री यज्ञ गरिरहनु भएको थियो। पूजाका प्रभावले आफ्ना कर्मका प्रभावले अग्नि देवता प्रसन्न भएर नारायण राम राम दर्शन दिनु देवता प्रसन्न भएर पायस दिएर जब दर्शन दिनुभएको थियो उता दशरथलाई यो लगेर रानीहरूलाई खाना दिनुभन्दा बाँकी थियो त्यसै कौशल्या र ती कैकेयीसित भनिन् कोही भाग मेरो नारायण राम